आज यस कार्यक्रमका सभाध्यक्ष गरिरहनुहुने सभाध्यक्षज्यू, त्यसै गरी प्रमुख अतिथिज्यू, आमन्त्रित विशिष्ट अतिथिज्यूहरू, अतिथिगणहरू, विभिन्न पेज मिडिया, विभिन्न संस्थाबाट पाल्नुभएका पत्रकार साथीहरू, साहित्यिक महानुभावहरू लगायत उपस्थित सम्पूर्ण पर्यवेक्षकहरू, यहाँहरू सबैजनालाई म वीरेन मगरको तर्फबाट हार्दिक नमस्कार टक्राउन चाहन्छु। 33औं स्थापना दिवस, साहित्य परिषद भुटानको 33औं स्थापना दिवसको आज हामी यो विशेष अवसरमा यसरी भेला भइरहेको छौँ। यसको मतलब साहित्य परिषद भुटान नेपाली भाषा र साहित्यको संरक्षण गर्न स्थापना भएको आज 33 वर्ष पुगेको छ र यो 33 वर्षको कालखण्डमा साहित्य परिषद भुटानले खास गरी नेपाली भाषा र साहित्यको क्षेत्रमा अत्यन्तै उल्लेखनीय काम गरेको हामीले इतिहासमा पढ्न पाउँछौँ र यतिमै साहित्य परिषद भुटान रोकिएको छैन। यसले विविध कामहरू साहित्यिक, सांस्कृतिक, भाषिक विभिन्न विधामा विभिन्न खाले कामहरू यसले अगाडि बढाइरहेको छ र यसले भविष्यमा अझ धेरै कीर्तिमान कायम गर्नेछ भन्ने हाम्रो विश्वास छ। जुन परिस्थितिमा साहित्य परिषद भुटानको स्थापना भएको थियो त्यो परिस्थितिमा बाट यो अवस्थासम्म आइपुग्दाखेरि जुन उपलब्धि साहित्य परिषद भुटानले नेपाली भाषी समुदायभित्र स्थापना भएको यो साहित्य परिषद भुटानले जुन खालको सफलता यसले हासिल गरेको थियो विगतको दिनहरूमा त्यो साँच्चैकै उल्लेखनीय थियो। हिजो आजको यस 33औं स्थापना दिवस साहित्य परिषद भुटानको यो 33औं स्थापना दिवसको प्रमुख अतिथिज्यू, विशेष अतिथि खास गरी बलराम सर अनि विभिन्न धार्मिक संस्थाबाट विभिन्न धार्मिक सङ्गठनबाट प्रतिनिधित्व गरेर यहाँ उपस्थित हुनुहुने सम्पूर्ण हाम्रा धार्मिक संस्थाका प्रतिनिधिज्यूहरू, तिलक राई एलएसपीका अध्यक्ष हुनुहुन्छ उहाँहरू लगायत हाम्रो सम्पूर्ण यहाँ उपस्थित हुनुभएका साहित्य अनुरागी, भाषा प्रेमी सम्पूर्णमा म दिल भुटानीको तर्फबाट साहित्य परिषद भुटानको नेपाल च्याप्टरको डाइरेक्टरको हिसाबले आजको यस कार्यक्रमको अध्यक्षको हिसाबले पनि सम्पूर्णलाई सर्वप्रथम त म यो कार्यक्रममा आइदिनु भएकोमा धन्यवाद दिन चाहन्छु। हाम्रो चन्द्र सर पनि आइदिनु भएको छ, हाम्रो वरिष्ठ साहित्यकार हुनुहुन्छ, उहाँको कीर्ति निस्किन आँटेको छ र पनि अन्तिम अवस्थामा पनि उहाँ आइदिनु भयो, त्यसका लागि पनि म विशेष धन्यवाद दिन चाहन्छु। र जति पनि कलाकारहरू कविहरूले यो उहाँहरूले प्रस्तुति दिनुभयो त्यसको लागि पनि विशेष धन्यवाद दिन चाहन्छु। र खास गरी आज हामी भाषाको कुरा गर्न यहाँ उपस्थित भएका छौँ। हामीले यो साहित्य परिषद भुटान सन् 1993 मा स्थापना भएको यो सङ्गठन आज 33 वर्ष पुगेको छ। यो अवसरमा साहित्य परिषदलाई हामीले जब साहित्य परिषद भनेर हामी सम्झिन्छौँ, साहित्य परिषद भन्दाखेरि हामी गङ्गा लामिटारेलाई सम्झिन्छौँ। गङ्गाराम लामिटारे यस्तो नाम हो जो साहित्य परिषद भुटानसँग जहिले पनि जोडिएर आउने नाम हो। उहाँले जब भुटानबाट हामी विस्थापित भएर जब हामी भुटानबाट हामीलाई देश निकाला गरियो, खास गरी भुटानबाट हामी निस्किनुको कारण धेरैवटा कारण छन्, राजनीतिक कारण छन्, तर त्यसमध्ये एउटा भाषाको कारण, संस्कृतिको कारण, हाम्रो भाषा, संस्कृति, परम्परा
चाहिँ त्यहाँको एक राष्ट्र एक जनताको नीतिले त्यहाँको भुटानको वान नेसन वान पिपलको पोलिसीले गर्दाखेरि हाम्रो नेपाली भाषा, छाङ्ला भाषा, साद्री भाषीको भाषा लगायत खेङ्पा, कुर्तेक्पाहरूको भाषामाथि गालुङको एक चाहिँ त्यहाँको सत्ताधारीको भाषा हामी सबैमाथि लादिएको कारणले गर्दाखेरि हामी हाम्रो भाषा बोल्न पाउनुपर्छ, हामीले हाम्रो संस्कृति मान्न पाउनुपर्छ, हामीले हाम्रो परम्परा मान्न पाउनुपर्छ भन्दाखेरि हामी त्यसका लागि हामीले के भन्यौँ भने हामीलाई स्वतन्त्रता चाहिन्छ, हामीलाई न्याय चाहिन्छ र हामीलाई त्यहाँ देशमा बस्दाखेरि हामी सबै भुटानीहरू समान हुनुपर्छ। कसैको भाषा चाहिँ राष्ट्रिय भाषा हुने, कसैको भाषा चाहिँ अपमानित हुने हुनु हुँदैन। जति जोङ्खा भाषाको महत्त्व छ त्यति नै नेपाली भाषाको पनि महत्त्व हुनुपर्छ, छाङ्ला भाषाको पनि महत्त्व हुनुपर्छ, साद्री भाषीहरूको पनि भाषा सुरक्षित हुनुपर्छ भन्ने आवाज उठ्यो। आवाज उठ्ने क्रममा 1989 मा भुटानमा खास गरिकन सेरप्चे कलेजमा पढ्ने विद्यार्थीहरूले जब भुटानमा दुर्गा पूजाको तयारी गरे, त्यो दुर्गा पूजा भनेको त्यो नेपालीहरूले एउटा मनाउने एउटा पर्व थियो। त्यो दुर्गा पूजा मनाउने क्रममा त्यहाँको सत्ताले त्यो मनाउन दिएन र भाषामाथि, संस्कृतिमाथि, परम्परामाथि, धर्ममाथि अन्याय गरेको कारणले गर्दाखेरि आन्दोलनको कारण त्यहाँबाट उत्पत्ति हुँदै गयो। सँगसँगै दक्षिण भुटानमा बसेका हामी नेपाली भाषी र पूर्वमा बसेका छाङ्ला भाषीहरूमाथि त्यहाँको सत्ताले जब सेन्ससको नाममा के गर्यो भन्दाखेरि हाम्रो परिवारलाई 1 देखि 7 परिवारमा विभाजित गर्यो। त्यस पछाडि टेकनाथ रिजालले के भन्नुभयो भने यसले गर्दाखेरि दक्षिणमा बस्ने नेपाली भाषी लगायत अरू जति पनि अल्पसंख्यक जातिहरू छन्, भाषाहरू छन्, उनीहरूको चाहिँ नैसर्गिक अधिकारमाथि, उनीहरूको पहिचानमाथि प्रश्न उठ्यो। सरकार भन्दाखेरि जब सीतामोतेले चिराङमा आत्महत्या गरिन् त्यस पछाडि टेकनाथ रिजाल, विद्यापति लगायतकाले राजालाई अपिल गरिसकेपछि आन्दोलनको कारण त्यहाँबाट सुरु भयो र क्रमशः हामी आन्दोलन 1990 को आन्दोलन पछाडि हामी देशबाट लखेटियौँ। कारण हाम्रो भाषाको थियो, कारण हाम्रो संस्कृतिको थियो र त्यो कुरा बचाउने पुनः कुरा थियो र यो सँगसँगै राजनीतिक कुरा थियो। राजनीतिक कुरा पनि यो भाषासँग जोडिन्छ, स्वतन्त्रतासँग जोडिन्छ र अधिकारसँग जोडिने भएको कारणले गर्दाखेरि आज पछि 1993 मा जब यहाँनिर 7वटा क्याम्प स्थापना भयो त्यस पछाडि गङ्गाराम लामिटारेहरूले के गर्नुभयो भन्दाखेरि अब हामीले भाषाको संरक्षण गर्नुपर्छ। हाम्रो भाषा, हाम्रो पुस्तकहरू भुटानमा जलाइयो। त्यो जलाइए पछाडि के गरियो भन्दाखेरि त्यसको हामीले जवाब दिनुपर्छ, हामीलाई नेपाली भाषाको संरक्षण हुनुपर्छ भनेर पहिला योभन्दा अगाडि जसरी यो साहित्य परिषद भुटान थियो, पहिला यो नाम थिएन, नेपाली भाषा परिषद भनेर त्यो नाममा स्थापना भएको थियो। पछि जब यो अमेरिका पुगेर सन् 2016 मा जब अमेरिकामा यो साहित्य परिषदको दर्ता भयो, त्यो क्रममा यो नाम चाहिँ साहित्य परिषद भुटान भनेर पछि बनाइयो र त्यसरी हेरफेर गर्दै आज यो अमेरिकामा दर्ता भएको साहित्य परिषदको नेपाल च्याप्टरले यो कार्यक्रम गरिरहँदाखेरि मलाई के लागिरहेको छ भने यो साहित्य परिषद भुटान यो बेलडाङीको माटोमा जन्मेको एउटा यो संस्था हो। यो माटोमा 33 वर्ष अगाडि यही माटोमा बेलडाङी 2, 3 र यो बेलडाङी 1 का साहित्य प्रेमी, भाषा प्रेमीहरू एक ठाउँ भएर स्थापना गरेको सङ्गठन आज धेरै वर्ष पछाडि जब पुनर्वास पछाडि हामी छताछुल्ल भयौँ, हाम्रो भाषा हामी कता पुग्यौँ, हामी कोही अस्ट्रेलिया पुग्यो, कोही अमेरिका, संसारभरि छर्यौँ। हामी एक हिसाबले अलमङमा थियौँ। त्यो अवस्थामा साहित्य परिषद भुटानले फेरि के गर्यो भन्दाखेरि हामी फेरि भाषामा एक हुनुपर्छ, हामी जहाँ पुगे पनि हाम्रो भाषा, हाम्रो पहिचान उहाँहरूले छोड्नु भएन। भुटान उहाँहरूले छोड्नु भएन नेपाली भाषा। किन भन्दाखेरि नेपाली भाषा भनिरहँदाखेरि किन यो नेपाली भाषाको कुरा आयो भन्दा हामी दक्षिण भुटानमा बस्नेहरू नेपाली भाषी मात्रै छैनौँ, विभिन्न भाषीहरू छौँ। जस्तो राईको, मगरको, गुरुङको आफ्नो आफ्नो भाषा छ।
तामाङको, चार्चोकको, छाङ्लाको आफ्नो आफ्नो भाषा छ, तर भुटानमा जोड्ने भाषा भनेको नेपाली भाषा हो। सम्पर्क भाषा भनेको सबै भाषालाई जोड्ने भनेको नेपाली भाषा हो। अहिले पनि भुटानमा नेपाली भाषा प्रतिबद्ध छ अथवा नेपाली भाषा पढाइँदैन, तर त्यहाँको बोल्ने भाषा नेपाली हो। सबै त्यहाँको छाङ्लाले पनि बुझ्ने, त्यहाँको गालौँले पनि बुझ्ने, नेपालीले पनि बुझ्ने, सबैले बुझ्ने भाषा भनेको नेपाली हो। त्यस कारणमा यो भाषा हाम्रो साझा भाषा हो। हामी जति पनि आज चाहे हामी भुटानमा हौँ, चाहे अमेरिका हौँ, चाहे नेपालमा हौँ, हाम्रो भाषा नेपाली बोल्नुपर्ने हाम्रो साझा भाषा भएको हिसाबले हामीले यो संरक्षण गर्नुपर्ने अवस्थामा हामी पुग्यौँ। र पछिल्लोचोटि जब यो पुनर्वास सुरु भयो, पुनर्वास पछाडि के भयो भन्दाखेरि हामी भाषा संस्कृतिको कुरा जब पुनर्वास भएर गएका साथीहरूले, पुनर्वास भएर गएका चाहिँ हाम्रा अग्रजहरूले त्यहाँको संस्कृति अनुसार उहाँहरू जब त्यहाँका हाम्रा बालबालिकाहरू जो भर्खरै जन्मेका थिए उनीहरूले भाषा भुल्ने, अङ्ग्रेजी सिक्ने नाममा आफ्नो संस्कृति भुल्ने नाम जुन कुराहरू हुँदै गएको छ अहिलेको यो परिवेशमा म के भन्न चाहन्छु भन्दाखेरि जति पनि यो यहाँनिर सुनिरहनु भएको छ उहाँहरूलाई के अनुरोध गर्न चाहन्छु भने हाम्रो भाषा रह्यो भने मात्रै, हाम्रो पहिचान रह्यो भने मात्रै हामीले संसारभरि आफूलाई उभ्याउन सक्छौँ। यदि हाम्रो भाषा लोप भयो भने, हाम्रो संस्कृति लोप भयो भने हाम्रो आफ्नो भन्नु केही हुँदैन। किनभने जबसम्म हाम्रो भाषा रहन्छ, जबसम्म हाम्रो संस्कृति रहन्छ, त्यो बेलासम्म हामीले चाहिँ के गर्नुपर्छ भन्दाखेरि हाम्रो पहिचान रहिरहन्छ। त्यस कारणले गर्दाखेरि अमेरिकामा पुगेर पनि साहित्य परिषद भुटान भनिरहनु भयो। उहाँहरू त पुनर्वास गएपछि त भुटान नभनेको भए हुन्थ्यो नि भन्नेहरू पनि होला, तर उहाँहरूले छोड्नु भएन। किनभने हामी भुटानी माटोले बनेका हौँ, हामी नेपाली भाषा बोल्छौँ, तर हामी भुटानी हौँ। किन भन्दाखेरि यो नेपाल बन्नुभन्दा अगाडि नै हामी भुटान पुगेका थियौँ। 1624 भन्दा अगाडि नै हाम्रो इतिहास भुटानमा पुगेको थियो। जब भुटान सुरुमा जतिखेर सिमानाहरू थिएनन्, जतिखेर देशहरू थिएनन्, जतिखेर मान्छे एक ठाउँदेखि अर्को ठाउँ जान्थ्यो, त्यो बेलामा हामी भुटान पुगेका थियौँ। त्यस मानेमा पनि के हो भन्दाखेरि हामी नेपाली बोलेकै आधारमा हामी नेपाली मूलका हुँदैनौँ, हामी भुटानी मूलका नेपाली भाषीहरू हौँ। हामी संसारभरि जहाँ पुगे पनि हामीले भन्नुपर्ने कुरा के हो भन्दा नेपाली मूलका होइनौँ, हामी भुटानी मूलका नेपाली भाषीहरू, हामी नेपाली बोल्नेहरू। अनि छाङ्ला बोल्नेहरू संसारभरि जहाँ पुगे पनि भुटानी मूलका छाङ्ला भाषीहरू हुन्। अब सात्री भाषीहरू जहाँसुकै पुगुन्, तर सात्री भाषीहरू भुटानी मूलका हुन्छ। यसरी हामीले हाम्रो भाषालाई, हाम्रो संस्कृतिलाई बुझ्नुपर्छ भन्ने मलाई लाग्छ। यहाँ धेरै कुराहरू छन्। खास गरी म गङ्गाराम लामिटारेको कुरा अघि बढ्दै थिएँ। गङ्गाराम लामिटारे यो साहित्य परिषदको संस्थापक अध्यक्ष पनि हुनुहुन्छ र उहाँ अहिले पनि वर्तमान अवस्थामा पनि अध्यक्ष हुनुहुन्छ। उहाँले मलाई के भन्नुभयो भने 4 दिन अगाडि 13 तारिकको दिन साहित्य परिषद भुटानको स्थापना दिवस हो। 17 मार्चमा तपाईँले मनाउनुपर्छ। हामी बेलडाङीमै यो स्थापना भएको कारणले गर्दा बेलडाङीमै तपाईँहरूले मनाउनु भयो भने यसको महत्त्व पनि संसारभरि पुग्छ। शिविर रहँदासम्म संसारभरि जहाँसुकै भुटानीहरू पुगे पनि शिविर नै केन्द्र हो। शिविर नै यो शिविर जुन शिविर छ यो नै केन्द्र हो। चाहे त्यो अमेरिकामा पुगेका हुन्, अस्ट्रेलियामा पुगेका हुन्, जहाँसुकै पुगेका हुन्, शिविर रहँदासम्म शिविर केन्द्र हो यो प्रवासमा रहनेहरूको लागि। त्यस कारणले गर्दा तपाईँहरूले बेलडाङीमा मनाउनु भयो भने संसारभरि पुग्छ यसको आवाज भन्नुभएको थियो गङ्गाराम सरले। अनि मैले सम्झेँ छोटो त्यो समय 4 दिनको समयमा तयारी गरेर तपाईँहरू समक्ष यो कार्यक्रम गर्न पाउँदाखेरि खुसी पनि लागेको छ। तपाईँहरू आइदिनु भयो, खास गरी आइदिनु भएकोमा अझै फेरि म आभारी व्यक्त गर्न चाहन्छु। किनभने हामी विभिन्न भाषा बोल्छौँ, विभिन्न धर्मभित्र छौँ, तर हामी जहाँसुकै भए पनि हामीले हाम्रो भाषा संरक्षण गर्नुपर्छ। तामाङले तामाङको संरक्षण गर्नुपर्छ, मगरले मगरको, राईहरूले आफ्नो राई भाषाको संरक्षण गर्नुपर्छ। अनि मात्रै पहिचान बस्छ। अघि तिलक सरले भन्नुभयो आफ्नो भाषामा जतिको सजिलो अर्को भाषामा हुँदैन। आफ्नो भाषा मगर, अलि गङ्गा भाइले पनि यहाँनिर मगर भाषामा कति मजाले कविता भनिदिनु भयो, तर नेपालीमा मलाई आउँदैन भनिदिनु भयो। भनेपछि आफ्नो भाषामा हामीलाई भन्न, व्यक्त गर्न सजिलो हुन्छ। हामीलाई यहाँ अगाडि के अरे रिन्जिङ म्याडम पनि हुनुहुन्छ। उहाँलाई अहिले छाङ्ला भाषामा यहाँनिर सिर्जना भन्न लाउनु भने उहाँलाई कति आनन्दले भन्नुहुन्छ, तर उहाँलाई नेपाली बोल्न कति अप्ठ्यारो हुन्छ। यो चुनावको बेलामा पनि धेरै मान्छेले उता नेपाली बोल्न जान्दैन, उनलाई के अरे बिआरडब्ल्युले आफू जिताउनु हुँदैन, यो नेपाली बोल्दैन भन्ने खालको क्याम्पेन पनि गरे मान्छेहरूले। तर उहाँ भुटानी हो। उहाँ भुटानी भएको कारणले उहाँले त्यो आफ्नो भाषालाई, हामी सबैको भाषालाई, नेपाली भाषालाई पनि उहाँले
कति मजाले बोल्नुहुन्छ। आफ्नो भाषामा अझै बोल्न पाउनु भने उहाँले यो कविता सुनाउनु हुन्थ्यो होला सायद, मलाई लाग्छ। अब हामी छाङ्ला भाषा पनि कविता अर्को पालि सुन्नेछौँ, हामी जोङ्गा भाषामा पनि सुन्नेछौँ। यसरी हामीले यो मैले भन्न खोजेको साहित्य परिषद भुटान भनेर किन नाम राख्यो? नेपाली भाषा मात्रै राखिएन अहिले। साहित्य भनेको छाङ्ला पनि साहित्य हो। तपाईँ राई भाषामा लेख्नुहोस्, त्यो पनि त्यो भुटानी साहित्यभित्र पर भुटानका मान्छेले लेखिसकेपछि तपाईँले तामाङले एउटा भुटानी सन्दर्भमा एउटा तामाङ भाषामा लेख्यो भने त्यो पनि भुटानी साहित्यभित्र पर्छ। किन भन्दाखेरि हामी भुटानको मान्छे हो नि त। भुटानमा हामी 1624मा मात्रै गएको होइन, हामी अगाडि नै गएको। यो इतिहास बङ्गिएको छ, यो कुरा चाहिँ हामीले बुझ्नुपर्छ। 1624मा गएको चाहिँ के हो भन्दा विज्ञ मान्छेहरू गएका हुन्, कलाकारहरू गएका हुन्, त्यो के अरे मिस्त्रीहरू, त्यो जुन त्यहाँनिर चाहिने कलाकर्मीहरू चाहिँ लगेको हो। तर त्योभन्दा अगाडि नै नेपाली भाषीहरू त्यहाँ पुगेका थिए। त्यस मानेमा हामी नेपाली मूलका होइन, हामी भुटानी मूलका नेपालीहरू हौँ भन्ने हाम्रो अभियान छ। हामी देशसँग साहित्यलाई पनि जोडिरहेका छौँ। त्यस कारणले गर्दाखेरि म आज धेरै कुराहरू भनिरहनु भन्दा पनि थोरै हुनुहुन्छ, समय सधैँ त यस्तो आउँदैन। म अलिकति यो साहित्य परिषदको थोरै सन्दर्भ अलिकति जोडेर यो अन्त्य गर्न चाहन्छु। यसको स्थापना 1993 मा भयो। त्यस पछाडि 1997 मा आएर पहिलो सम्मेलन भयो। पहिलो सम्मेलनदेखि अहिले 10औं सम्मेलनसम्म आइपुग्दाखेरि साहित्य परिषदले विभिन्न कामहरू गरेको छ। भाषाको संरक्षणको काम तपाईँको यहाँ बेलडाङ्गी शिविरमै रहँदाखेरि 1992 मै के गर्यो भन्दाखेरि सिलगढीको त्यहाँको साहित्य समाजसँग जोडिएर, साहित्य प्रचार समितिसँग जोडिएर चाहिँ यहाँबाट भाषाको नेपाली भाषाको यो स्कुलिङहरू परीक्षाहरू त्यहाँबाट जोडेर कामहरू गर्यो। जसलाई यहाँनिर औपचारिक शिक्षा नपाएकाहरू, जसले स्कुल पढ्न पाएनन्, तिनीहरूलाई नेपाली भाषामा शिक्षक बनाएर यिनीहरू हाम्रै स्कुलमा पढाउने अवसर पनि यो साहित्य परिषदले जुटायो। त्यस कारणले गर्दाखेरि भाषाको कुरामा साहित्य परिषदको ठुलो योगदान छ। हामीले जहाँसुकै हो, हामी जुनसुकै, हामीले अहिले द लिटरेरी सोसाइटी भने पनि, जीवी यादवको चाहिँ के अरे ग्लोबल बुद्धिस्ट लिटरेरी सोसाइटी भने पनि, मातृभाषा भने पनि त्यसको मूल भनेको साहित्य परिषद नै हो। त्यसको छाता भनेको साहित्य परिषद नै हो। साहित्य परिषदले हामीलाई त्यो ज्ञान नदिएको भए हामी द लिटरेरी सोसाइटी अफ भुटान पनि बनाउनु थिएनौँ, त्यो मातृभाषाको संरक्षण समूह पनि बन्ने थिएन, ग्लोबल बुद्धिस्ट लिटरेरी सोसाइटी पनि बन्ने थिएन। अहिले जति पनि साहित्यिक सङ्गठनहरू बनेका छन् त्यसको मूल कारण भनेको, मूल यसको छाता भनेको साहित्य परिषद भुटान नै हो। यसले नै हामीलाई त्यो ज्ञान दिएकोले, त्यो माटो, त्यो चेतना दिएको कारणले गर्दाखेरि हामी अहिले यहाँ उभिएका छौँ। त्यस कारणले गर्दाखेरि साहित्य परिषद भुटानको हाम्रो सन्दर्भमा धेरै महत्त्वपूर्ण भूमिका छ र यो महत्त्वलाई आत्मसात गरेर हाम्रो सचिव सञ्चालन सुब्बा प्रमुख अतिथिको रूपमा बसेर हामी सिङ्गो भुटानीहरूको प्रतिनिधित्व गरेर चाहिँ बेलडाङ्गीवासीको प्रतिनिधित्व गरेर जो उहाँ आइदिनु भयो, त्यसले पनि भाषाप्रतिको प्रेम उहाँको त्यो दर्शाउँछ। तपाईँहरू जसरी आज बसिदिनु भयो अन्तिमसम्म, त्यसले पनि के जनायो भन्दाखेरि भाषाप्रतिको प्रेम जनायो, संस्कृतिको बचाउनुपर्छ हामीले भन्ने कुरा जनायो। त्यस कारणले गर्दा हामी जति छौँ यहाँ, हामी भाषाप्रति जहिले सचेत छौँ, हाम्रो संस्कृतिप्रति जहिले सचेत छौँ। जति अहिले लाइभबाट सुन्दै हुनुहुन्छ उहाँहरूले पनि भोलि यो कुरा बुझ्नुपर्छ, हामी अगाडि बढ्नुपर्छ, हाम्रो भाषाको संरक्षण गर्नैपर्छ र हामी जहाँसुकै पुगे पनि हामीले हाम्रो भाषा संरक्षण गरौँ, संस्कृतिको संरक्षण गरौँ, अनि मात्रै हामी को हौँ भन्ने कुरा हुन्छ। र आज हामी पहिचानको कुरा, आज यहाँ नेपालमा पनि पहिचानका कुराहरू आइरहेको छ भने हाम्रो सन्दर्भमा पनि हाम्रो पहिचानको कुरा, हाम्रो नेपाली भाषासँग हाम्रो पहिचान जोडिएको छ। हामी लोछम्पाहरू, हामी शासकहरू, हामी गालोङहरू सबै हामी भुटानका चाहिँ नागरिक भएको हिसाबले हाम्रो एकता, हामी सधैँ एक ठाउँ हुनेछौँ। हामी भुटानमा एउटा नयाँ राष्ट्रियता, नयाँ भाषा, नयाँ संस्कृतिको विकास गर्नेछौँ र त्यसको लागि हामी हाम्रो जीवन रहँदासम्म, मेरो जीवन रहँदासम्म, तपाईँको जीवन रहँदासम्म हामीले यो ज्ञानलाई पुस्तान्तरण गर्नेछौँ, संस्कृतिलाई पुस्तान्तरण गर्नेछौँ, हामी इतिहासलाई संरक्षित गर्नेछौँ र अघि बढ्दै जानेछौँ भन्दै फेरि पनि अन्तिममा सबै उपस्थित हुनुहुने जति पनि संस्था, सङ्घ संस्था, धर्म, संस्कृति र खास गरी एसएमसी, बेलडाङ्गी सबैलाई, तपाईँहरू सबैलाई धेरै धेरै धन्यवाद दिँदै नेपाल च्याप्टर साहित्य परिषद भुटानको तर्फबाट आभार व्यक्त गर्न चाहन्छु र अन्तिममा यति भन्दै मेरो यो मन्तव्य यही अन्त्य गर्न चाहन्छु र आजको यो कार्यक्रम पनि यही अन्त्य भएको घोषणा गर्न चाहन्छु। धन्यवाद।